अब नेपालमा हुनेवाला प्रधानमन्त्री भनेको बालेन शाह रे नि। खुलित्तै बालेन शाह प्रधानमन्त्री भनेर कसले भन्यो? जनताहरूले भनिसके त नि, बालेन शाह नभएर को त नेपालको अबको प्रधानमन्त्री? म हो प्रधानमन्त्री, लेखेर दिन्छु, लेखेर राख्नुहोस्, ठोकेर राख्नुहोस्, जे गरेर राख्नुहुन्छ राख्नुहोस्, तर अब आउने चुनावको प्रधानमन्त्री भनेको मै हो। भोट ल्याएपछि थाहा हुन्छ नि को प्रधानमन्त्री भनेर। म त भन्छु बालेन दाई अनि हर्क दाई तपाईँहरू एक आपसमा मिलेर झगडा नगरी काम गर्नुहोस्। यस्ता नचाहिनेसँग के मिलिराख्नु र कुलमान र रविसँग सम्बन्ध त टिकाउन सकेन जस्तो छ, यहाँ मिडियाहरूमा आइरहेछ। यस्तै सम्बन्धै टिकाउन नसक्ने मान्छेसँग के सम्बन्ध टिकाएर राख्नु? के मिल्नु यस्तासँग? कसले भन्यो तिमीलाई यति नचाहिने कुरा हामी छुट्यौँ भनेर? हामी छुटेका होइनौँ। देश हाँसेको हेर्न चाहने मान्छे किन छुटिनु र? तिमीहरूको सम्बन्ध कति चाहिँ टिक्दो रहेछ म हेर्छु। अस्ति पनि प्रधानमन्त्री बनाएकै हो, तपाईँलाई पदको लोभले प्रधानमन्त्री बन्नु भएन। मलाई त पदको लोभ पनि छैन, देश बनाउनु छ त्यति हो। पदको लोभले म प्रधानमन्त्री नबनेको होइन, हाम्रो सुशीला दिदीलाई मौका दिउँ भनेर मात्र हो। त्यो हग्न बसेर उठ्नु नसक्नेलाई किन प्रधानमन्त्री बनाएको? म पनि त प्रधानमन्त्री बन्छु भनेर मैले तपाईँहरूले भनेकै हो, तपाईँहरूले मलाई पन्छाउनु भयो। अनि त हाम्रो हर्क दाईले किन पन्छाउनु भएको तपाईँले? केही काम गर्नुहुन्छ कि भनेर मैले सुशीला दिदीमाथि आश राखेको थिएँ। उहाँले के गर्नुभयो? एउटा सिङ्का पनि त भचाउनु भएन नि, प्रधानमन्त्रीको पद मात्रै खाएर त भएन नि। त्यो त हो, सुशीलालाई त छोडिदियो, अब मलाई पनि छोडिदेऊ। किन छोडिदिनु? म त यसपालिको चुनावमा उठ्ने नै हो। उसो भए भिडौँ न त, म कसैसँग डराउँदिनँ। चाहे प्रधानमन्त्री होस्, चाहे मन्त्री होस्, चाहे जो पनि होस् क्या, म कसैसँग डराउँदिनँ। भिड्ने भने भिडौँ न त। ल अब आउने चुनावमा तपाईँहरू दुवैजना लड्नुहुन्छ त्यो त थाहा छ, तर कसले जित्छ भन्ने थाहा छैन। यदि हर्कको पक्षमा हुनुहुन्छ भने सबैजनाले हर्क सङपाङ राई भनेर कमेन्ट लेख्नुहोस्। बालेनको पक्षमा हुने मान्छेहरूले बालेन दाई भनेर कमेन्ट बक्समा लेख्नुहोस्।